तपाईहरुले पनि आफ्नो घरमा कुनै पनि किसिमका फलफुलका बोट बिरुवाहरू कुनै पनि केही रोप्नु भएको छ भने त्यसमा चाहिँ मल बेला बेलामा दिनुपर्छ। यो मैले चाहिँ ड्रागन फ्रुटको उसमा रोपेको छु। यसमा चाहिँ फल्नु अगाडि चिचिला हाल्दा फलिरहेको बेलामा फुल फुल्दा बेला बेलामा मलजल गर्यो भने चाहिँ यसले राम्रो फल दिने भएकोले मैले चाहिँ घरमा गाईबस्तु नभएकोले घरैमा किचनबाट निस्केका फलफुल तरकारीका बोक्राहरू हड्डीको मलको धुलो पिना हालेर यसरी घरैमा झोल मल तयार पारेर यसलाई चाहिँ फल्नु अगाडि चिचिला लागेको बेलामा फुलिरहेको बेला फलिरहेको बेला चाहिँ यसरी झोलमलहरू तयार पारेर टाइमिङ मिलाएर यसरी हामीले हाल्न सक्यो भने चाहिँ एकदम राम्रो फल दिने भएकोले म चाहिँ बेला बेलामा यसरी हाल्छु। हजुरहरूले नि आफ्नो घरमा केही रोप्नु भएको छ भने यसै गरी झोलमल तयार पारेर बेला बेलामा आफ्नो बोट बिरुवालाई हाल्नु होला।